ल है आज पनि फेरि हाम्रो डेमी फार्ममा फेरि आइपुग्यो भाइलाई सब्स्क्राइब गर्नु होला गाइस। अनि यस्तो टक्क है यो चाहिँ हाम्रो अब औजारहरू हो काट्नेहरू हैन देखाउनु पर्दा लिची बगान बोटहरू छ लाएर लुएर चाहिँ सुपारी नदेखिने खालको छ है हैन अब यहाँ चाहिँ खेतीपाती लाउनु पर्यो म भन्दैछु अब त्यो टाइपको छ हैन अब घारीगुरी चाहिँ कस्तो छ भने अब यो टाइप छ क्या घारीगुडी चाहिँ हैन अब बबाल छ त्यतिर पनि बबाल छ सबै म सफा गर्छु र देखाउँछु भित्रतिर पनि अब यसलाई यस्तो गर्छु देखाइदिन्छु बिस्तारै गर्नु कस्तो मजाले काट्दो रहेछ हौ त्यो ए भन्ने नले पनि त्यो कति क्लियर देखियो क्लियर देखियो दामी यस्तो गर्दै जानुपर्छ बल चाहिँ तर बज जान्छ है ओ घारी थियो यस्तो घारी थियो है यही नदेखिने टाइपको घारी थियो होइन अब सुपारीहरू पनि अहिले त सबभन्दा अघि बेसी घारी भएको चाहिँ यहाँनिर क्या यो सुपारीहरू त एउटै देखेको थिएन अघि त तर अहिले त टक 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 हावा खायो नि त यस तर अरू चाहिँ यहाँ खेती लगायो भने चाहिँ के खेती लाउनु सके चाहिँ सागसब्जी छर्नु सके चाहिँ सुपारीले एकदम मल पानी पनि पुग्थ्यो राम्रो पनि हुन्थ्यो सुपारी चाहिँ तर उता झारले नछोपेको भन्दै त झारले छेपेको भित्र राम्रो थिएछ क्या तर यसरी कोट्टा टक 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 सुपारी हेर्नुहोस् सुपारी लाइन बाई लाइन निस्किँदैछ कालो बेला चाहिँ एकचोटि फेरि बस्तुको मल लगाइदिनु भयो थिएँ माटो खगोलो हुन्थ्यो मरेर आउँथ्यो सुपारी त्यहाँनिर एक ठाउँ मर्छ त्यहाँ सही मामा ल यसरी सुपारी देखिहाल्नु भयो यसरी यतातिर है यस्तो मामालाई पछाडि फेरि लगेर झार गोडेन भने चाहिँ यस्तो हुन्छ क्या यहाँनिर खाली भइहाल्यो एक टोपा खाली भयो त्यहाँ उपर दुई टोपा यो मर्स्यायो त्यहाँ झारले पुरेर जोड्थ्यो यस्तो हुन्छ यहाँ चाहिँ अब एक झ्याङ बाख्राले सगात गरिहालेछ होइन बाख्रै कुदिरहेको थियो यसरी कालो कालो भयो अहिले मलको ठाउँमा चाहिँ यसरी उता पनि हुँदैछ तर मल चाहिँ हालिराख्नु पर्ने छ क्या जस्तै अब 3-4 वर्षसम्म चाहिँ यसको अलिक नबढेसम्म चाहिँ छ उता पनि छ तर उता चाहिँ निकै अग्लो पर्यो फेरि त्यो पनि बलौटै हाल्यो कस्तो खालको माटो भएर सुक्खा लागेको निकै सुक्खा अरू बेला पोखरी पानी भएर के भएर त्यस्तो अन्न अलिक खासै राम्रो छैन फेरि अब यतापट्टिको देखाइदिनु पर्ला यतापट्टि यस्तो अब चाहिँ यो साल चाहिँ सबै काट्यो झारपातहरू है अब हामीले चाहिँ गरिसकेको अवस्था है मेहनत गर्दा गर्दा छिट्टो हान्दा अब चाहिँ सुपारीले पनि यसो हावा खाँदैछ है अहिलेको जस्तो छैन यस्तो घारी थियो है यही नदेखिने टाइपको घारी